हामी चाहिँ आज डेभिड फल कहाँ अरे हामी कहाँ छौँ अरे हामी डेभिड फल घुमेर चाहिँ अब हाम्रो यात्रा चाहिँ अब हेर्दै जाऊँ के अरे हाम्रो कुन त्यो द बिचमा गएर चाहिँ हामीले फोटोसुट गर्नेछौँ है गाइस के भन्यो चाहिन्छ अहिले पछि मान्छेहरू मेकअप गर्नुमै व्यस्त छन् के गर्नु सबलाई राम्रो हुनुपर्ने छ ओ बुढी के गरिरहेको तिमी लिपस्टिक जापानिज लिपस्टिक सेनेन Takayo. Takai. Ikimasu. Iku. अब चाहिँ हामी वेलकम टु ड्याम साइड पार्कमा चाहिँ हामी यता घुम्नु मस्त घुम्नुपर्छ के छ भावनाजी यो ड्याम साइड पार्क फेवा लेक पोखरा फेवा लेक वाउ आज चाहिँ अलिकति मौसम चाहिँ घाम लागेको छैन त्यही भएर खासै खुलेको छैन होला है मस्त छ मस्त मोज छ मेरो बुढीको मोज डम हो र फेवा ड्याम हो डम होइन ड्याम यहाँ त हाम्रो सुटिङ पनि गरेछ ओ बुढी के लिएर आएको तिमी पोखरा आएर मकै खान्छ यार गाह्रो छ हौ हाम्रो केटीहरूलाई पनि मकै चटपटी भट्याङ भुटाङ मात्रै खान्छन् कसले किनिदिन्छ टन्न पैसा कमाइरहेको छ बुढीले अनि बुढीले कहाँबाट किन्छ अहिले चाहिँ हामी अब मस्त फेवाताल बसेर चाहिँ यो मकै खानुपर्छ है मकै आज चाहिँ खासै राम्रोसँग खुलेको छैन क्या घाम पनि लागेको छैन त्यही भएर खासै समुद्र पनि खुलेन यो सनलाइट कस्तो दामी आउँथ्यो यार आज यहाँ किन उगा पाइजाम कस्तो फिल भइरहेछ टक्क समुद्रमा बसेर मकै खाना आहा टक्क लगाएर होइन पोखरा फेवाताल ताल पो हो त म समुद्र भनेको फेवाताल भनेर अब मस्तै मकै र अचार पारि एउटा आमाले बनाएको टक्क किनेर अब है 50 रुपियाँको मकै हो नुन पनि छ यो चाहिँ म्याडमको मोबाइल हो म्याडमले वालपेपर यस्तो राख्नु भएको रहेछ फेरि ओहो गाह्रो छ टमारो के खेल्दै अब हामी चाहिँ यो खेल्दैछ है गाइस अब हामी चाहिँ के खेल्दैछ अरे रोड गेम खेल्ने हो टक्क लगाएर हेलो के रे यो रोटेपिङमा बस्दैछ अब म चाहिँ यता छु है अब यहाँबाट स्वयंमा जान्छ त्यहाँ है ओहो मस्त वाउ क्या दामी देख्दो रहेछ यार पोखरा यहाँ माथिबाट हेर त ओ माई गड कस्तो दामी यस्तो दामी देखेको छ बुढी यार अब मेरो भिडियो कसले खिचिदिन्छ
ब्युटिफुल बुढो नडराउनु ल I'm क्या ड्राइभ ऐसा तो यार वाह। ऊपर जाके नीचे आते हैं बुढो 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 म यता छु बुढो यता छ लिएको यो यता त्यो सारङकोटको हो कि कताको डाँडो हो यता यता बुढो ओके आज हामी जाँदैछौँ माथि शिवजी भएको ठाउँ शिवजी हुनुहुन्छ है बुढो आज हामी शिव मन्दिर बुढोले स्टार्ट गर्नुभयो कता जाने बुढो यस्तो नराम्रो देश अब हामी शिव मन्दिर मेरो साथीको बाजेको स्कुटर हो Sharp left to stay on World Peace Scuba Access Road. Sharp left to stay on World Peace Scuba Access Road.
हिमाल देखे हिमाल हाँ हिमाल हिमाल देखिरहेको तपाईँ अगाडि हेर्नु Continue for 2 kilometers. पाहाड देख न पारी देखाउँछु क्या तपाईँ अगाडि हेर्नु तपाईँ अगाडि हेर्नु उता पारी हो यार उता तपाईँको घर अगाडि हेर्नु बिस्तारै चला न यार डर लाउने कस्तो भगवान् नजिक छु म दर्शन गर्न अब त थोरै छ यताबाट हो त्यहाँ देख्यो अलिअलि अब यता हिँडेर जाने हो हो र जस्तो लाग्यो मलाई त ओके उताको ऊ हो क्या ट्राफिक आइ Guisari. Ima watashi tachi wa Guisari ni tsuita. Mada chotto. Mou chotto dake arimasu. टाढा हिँडेर जाने हो कि जस्तो लागिरहेको छ मलाई ओके बिस्तारै चलाउने बुढो कहाँ लग्या ऊ हेर न भालु पहाड हो यो भालु पहाड स्याम्जाको भालु पहाड ठाडो फास ठाडो श्वास यिनीहरूलाई थाहा होला नि है माथि मन्दिर यताबाट जान्छ जान्छ है हस् थ्याङ्क यू दाइ मलाई यस्तो डाँडोहरूमा किन डर लाग्छ बिस्तार बिस्तार प्लिज बुढो बिस्तार कस्तो भनेकै नमान्ने क्या भिडियो बनायो हँ भिडियो बनाएको बिस्तारै चलाउने यार भिडियो बनाऊ न भिडियो के देख्न तपाईँलाई भिडियो बनाएको भिडियोलाई बाधा बनाइराख यस्तै बनाउने अगाडि हेर्नु यार ब्रो अगाडि हेर्नु In 200 meters, sharp right. त्यही भएर अगाडि हेर्नु भनिरहेको Sharp right. पार्किङ स्थल यतै हो क्या हँ पार्किङ वाले यतै हो कस्तो दामी ठाउँ यार कस्तो दामी ठाउँ है हँ दामी रहेछ नि है कस्तो राम्रो रहेछ दिप्साको माइतीको ठाउँ त सब ठिक छ Turn left, मेरो then turn left. यतै हो क्या Turn left, then turn right.
destination will be on the left. Head west, then make a U-turn. हामी पुग्यौँ यता छ पुग्यो त शिव मन्दिर पूजा सुजा गर्नुपर्छ हामी चाहिँ टक्क आइसक्यो है मन्दिर आइसक्यो In 100 meters, your destination will be on the left. ल फाइनली हामी चाहिँ शिव मन्दिरमा पुग्यो है दर्शन जय शम्भु भोलेनाथ जय शम्भु भोलेनाथ दर्शन गर्नुभयो त शिवजीको अब चाहिँ हामी उता पारि अब कहाँ जाने पार्वती हुन जाने है हामी चाहिँ यहाँ पारि पार्वतीको मन्दिर छ यो चाहिँ पार्वतीको मन्दिर यहाँ चाहिँ हामीले शिव मन्दिर दर्शन गरियो एकदम चलो चाहिँ अब पार्वती मन्दिर फोटो बनाउनु जानु त सोच्ने अब चाहिँ हामी चाहिँ शिव मन्दिरको दर्शन गरेर थकाली खाना खाँदैछौँ ल म्याडम आज चाहिँ दामी छ हिजो चाहिँ झुर परेको छ थकाली खाना उता पोखरामा आज चाहिँ हामी यो माथि डाँडामा खाँदैछौँ है मस्त छ यो सिद्धार्थ ठिक छ दामी छ मस्त खाने अब 2-4 दिन छ त्यसपछि जाने काममा जापान काममा जान्न है 1-2 दिन चाहिँ रिल्याक्स गर्ने त्यसपछि पोखरा धेरै पटक आयो है 6-7 पटक आयो पोखरामा तर यो 6-7 पटक आउँदा चाहिँ अहिले चाहिँ सुटिङको बेला चाहिँ आउँथेँ म सुटिङको बेला चाहिँ मलाई फुर्सद नै हुँदैन थियो कि यसो पौडी के भन्छ यसलाई डुङ्गाहरू खेल्नलाई यो बोटहरू खेल्नलाई आज चाहिँ फाइनली म खेल्न पाएको थिएँ यस्तो आनन्द आइरहेछ आहा दिनभरि यहीँ सुतौँ जस्तो लागिरहेछ मस्त है 200मा 1 घन्टा दामी हो कि मस्त आनन्द फिल आउँछ है आउनुहोस् है आहा अब हामी सारङकोट जान लाग्यो कता बुढो सारङकोट डाँडामा सारङकोटको डाँडैमा बुढोसँग भेटघाट गर्ने हो बुढो यताउता नहेर्नु न हिँड्नु न
क्या मलाई यस्तो डरको कसरी गलत गर्नु डाँडो सारङ्गढको डर लाउने क्या ओइ 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 युक्कुरी In 200 meters, turn right towards Sarangkot Road. यस्तो मोडहरूमा त युक्कुरी Turn right towards Sarangkot Road, then turn right onto Sarangkot Road. कुदाउनु हुँदैन बुढो बरु रोकेपछि फर्किने हो बिस्तारै बिस्तारै बुढो बिस्तारै Turn right onto Sarangkot छैन Road. नि त बाटोमा बुढो Head northwest on Sarangkot Road. In 200 meters, turn left to stay on Sarangkot Road. कहाँ भने रोक्ने कुन मन्दिर हो माया बस्यो ईश्वरलाई एउटा केटीसँग जत युकुरी युकुरी कुरी कुरी युकुरी के गर भिडियो रोक्दै खिचेकै राम्रो ठाउँ यताउता नहेर्नु म खिचिरहेको छु काका के आयो यता अब हिमालयन फ्रन्ट होटेल हेलिकप्टरको आवाज जस्तो छ खानेको चिन्ता मेरो बुढोलाई बुढी भर्नु भए एकै आउँदैन मान्छे कि तिनजना बसिरहने यार म दुईजना डर मानिरहेको छु हेलिकप्टर हो यो हेलिकप्टर मेरो ड्राइभर राम्रो भएको भए म यति राम्रो भिडियो गर्थेँ तर मेरो ड्राइभरलाई नि कन्भिन्स है गाइस ड्राइभरलाई कन्भिन्स गर्नै पर्यो नराम्रो ड्राइभर परेपछि यता हेर्छ पाका कुहिरोहरू नि उडिराखन् सेता गोरा ए मादर चोक अब यता पुग्यो सर अब म चलाउँछु तपाईँ बस्नु हेलिकप्टर चलाउनु पनि फेरि गाडी स्कुटर यस्तो राम्रो राम्रो मान्छे बसेर स्कुटर भाडा लाग्दैन बिस्तारै 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 मेरो बुढोको खुट्टा 1 किलोमिटर In 200 meters, turn right onto Pokhara.
Turn right onto Pokhara. Continue on Pokhara for 1.5 kilometers. हेलिकप्टर भएपछि जहाँ घुमाइन भयो बिस्तारै है यहाँनिर अलिक अप्ठ्यारो छ हेरिस् भने म कहाँ खिच्छु त कति राम्रो रहेछ यार सारनकोट त माथि हो किन Keep right at the fork. Turn right onto Tapa Street. In 800 meters, turn right. अझ उल्टो भयो क्या अब पुग्यौँ है यही राख्ने हो कहाँ राख्ने हो अब माथि कहाँबाट जाने त सारङकोट पनि पुगियो सरी गणेश मन्दिर अब गणेश मन्दिरको दर्शन गर्नुपर्छ है पुग्यो त हिँडेर आयो गणेश मन्दिरको दर्शन अब यता हेलो म्याडम यहाँ चाहिँ गणेश मन्दिरको है यो चाहिँ सारङकोट गणेश मन्दिरको मन्दिर गणेश जय श्री गणेश गणेश मन्दिर वाउ माथि जाऊ दर्शन नगर्ने सारङकोटबाट अगाडि कुकुर छ है बुढो तपाईँको साथी भाडा कुकुर करायो नि बराइनी हाम्रो बुलेट भएको बुलेट बुलेट
अहिले बुढो हामी त के 2 दिन बस्छ त 4 दिन जति जानु 2 दिन 4 दिन जति भयो त्यस्तो छ र है गाइस तल हो एकछिन है त 200 meters, turn right onto NH03, Pokhara Baglung Highway. ओहो झरिसक्यो Turn right onto NH03, Pokhara Baglung Highway. बुढो कस्तो भइरह मलाई त डर लागेन पोखरा मलाई डर लाग्यो रे मलाई लागेन मेरो भिडियो कसले बनाइदिन्छ तल जाँदा कस्तो भइरह ए मेरो चाहिँ सिरे उ त उ लाइट बल्ल लाइट के खान लाग्यो पानीपुरी पानीपुरी खाऊ है पानीपुरी मजा आयो टाढाको बाटो आइयो कि जस्तो लाग्यो फर्क्यो पोहोर फाल्न निषेध भने पनि के गर्नु नेपालीहरूले पोहोर फालिहाल्छ सब पोहोर छ के गर्नु यस्तै छ हानिकारक छ यहाँ जङ्गलको हामी अहिले अर्कै बाटो आयौँ कता आयौँ थाहा छैन अस्ति टाढा आयौँ सिद्धार्थ त होइन सिद्धार्थ रोड होइन हो हो धेरै घुम्नुपर्छ त्यही हो कि बाटो त्योबाट आएको कति त्यहाँबाट आएको हो कति यहाँबाट आएको हो एउटै रहेछ बाटो हामी सिद्धार्थ रोड आइपुग्यौँ मेन रोड
पोखराको मेरो सिद्धार्थ हो। यहाँबाट सिधै फेवा लेक जाने बाटो हो। फेवा लेक चाहिँ हामी एकछिनमा जाने हो, पहिला रुममा जाने हो। ओके ब्रो। कता जानु लाग्यो? आज चाहिँ घाँसा लागेर केबल कार अनि कता? केबल कार बिहान गर्नु पर्ला है। ओके यता कता सोध्नु पर्छ त्यहाँ बनाएन। रमाइलो भयो। अर्को पनि खेल्ने ढुङ्गा खेल्ने। कति हान्छ भएको मेरो बनाइदिनु। अहिले त डर लाग्नै छोड्यो। हाम्रो म्याडमले के अरे पानीपुरी खानुभयो, त्यसपछि के खाँदै हुन्छ? चिकन समोसा। चिकन समोसा भेज खाम भनेको चिकन लभर भएर गाह्रो छ। के गर्नु? हाम्रो ब्रोदरले बनाएको मस्त है।